मुर्दाबाद 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 जिंदाबाद 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 आएको छ क्यामेरा चाहिँ हल्दिनु भने यहाँबाट जो जहाँबाट आएन दिइरहेको यो प्रेमको प्रतीकला दिइरहेको हामीले देखिरहेका छौँ हामी जेन्जीहरूले शिक्षाहरूलाई सेतो गुलाब दिएर स्वागत गरिरहेका छौँ एउटा सकारात्मक पक्ष जिंदाबाद 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 सबैभन्दा माथि हो हाम्रो साथी हो सबैभन्दा माथि हो हाम्रो साथी हो सबैभन्दा माथि हो प्रहरी हाम्रो साथी हो तपाईहरुको लागि प्रहरी प्रशासन I love you प्रहरी प्रशासन I love you प्रहरी र पत्रकार सम्मान गरौ है I would like to kindly request you पत्रकारहरुलाई बोले हामी तर्फबाट पत्रकार सबै सम्मान गर गुलाबको फूल दिनु भएको छ हामीले ग्रहण गर्यौं है यसको लागि चाहिँ हत्यारालाई कारबाही गर पत्रकार पुलिस साथी हो कारबाही गर पत्रकार पुलिस हत्यारालाई कारबाही गर सुशीला सरकार मुर्दाबाद सुशीला सरकार मुर्दाबाद हत्यारालाई कारबाही गर हत्यारालाई कारबाही गर सुशीला तेरो पाराले सुशीला तेरो पाराले सुशीला तेरो पाराले सुशीला सरकार मुर्दाबाद सुशीला तेरो पाराले सुशीला सरकार मुर्दाबाद जेन्जीको माग पूरा गर जेन्जीको माग पूरा गर हत्यारालाई कारबाही गर हत्यारालाई कारबाही गर जेन्जी तेरो जेन्जी एकता जिन्दाबाद जेन्जी एकता जिन्दाबाद जिन्दाबाद बस्ने के सन्देश दिन्छ आज मायाको सन्देश दिन्छ प्रेमको सन्देश प्रधानमन्त्रीज्यूलाई कहिले दिनुहुन्छ यो गुलाबको प्रधानमन्त्री गृहमन्त्रीज्यूलाई शान्तिको विकासको निकास तपाईसँग किन भेट्न नखोजेको प्रधानमन्त्री राज्यको हामी सबै नेपाली हो
देशलाई विकास त चाहिए देशका पनि टिका लाग्छ सबैले गरेर गर्नु पर्यो राजनीति गर्नै सक्दैन निर्वाचनमा हामीले चाहिँ निर्वाचनमा गएर नयाँ शक्तिले 5-10 सिट ल्याएर सदनमा पुगेर 20 वर्षपछि चाहिँ यो 82 को आन्दोलन चाहिँ तपाईँको निकास चाहिँ 20 वर्षपछि होइन आउने त ती नयाँ पुराना शक्ति नै उनीहरूको पावरमा भनेपछि यो आजको आन्दोलनको 20 वर्षपछि उपलब्धि हुन्छ पाइन अहिले गर्नुहोस् भनेर